गुड मर्निङ गाइस। आज चाहिँ मङ्गलबार। आज चाहिँ मैले चाहिँ 21वटा लड्डुको चाहिँ भोग लगाउँछ मेरो बाबुले, अनि चाहिँ त्यो लड्डु बनाइरहेको छु। मैले हरेक मङ्गलबार चाहिँ लड्डुहरू बनाउँछु, कहिले के कुनैको कसैको कहिले कसैको लड्डु बनाउँछु। आज चाहिँ सुजी अनि चाहिँ बेसनको लड्डु बनाइरहेको छु मैले। हेर्नुहोस्, यो चाहिँ मैले नारियललाई चाहिँ यसरी किसेँ। अब चाहिँ अरू प्रोसेस म देखाइदिन्छु। यसमा चाहिँ मैले घिउ हालिरहेको छु। यहाँ प्लेटमा मैले सुजी पनि राखिसकेको छु। सुजीले चाहिँ अलिकति यताउता हेरेर केही छ कि यसमा। गाइस, यसमा चाहिँ म अब सुजी हालिरहेको छु। हेर्नुहोस्, यसलाई ब्राउन हुँदासम्म भुट्नुपर्ने हो गाइस, ब्राउनिश कलर आउनसम्म। चिनी हो, चिनीको पाउडर बनाउन लाग्छु मिक्सरमा ग्राइन्ड गरेर गाइस। हेर्नुहोस्, यो पाउडर बनायौँ हामीले चिनीको। हेर्नुहोस् यस्तो राम्रो मसिनो। अब यसमा चाहिँ यो नरियलमा चाहिँ यो पाउडर हालिदिन्छु मैले। चाहिँ यो ब्राउनिश भइसक्यो सुजी। अब हामी यसमै मिक्स गर्छौँ। गाइस, बेसनमा चाहिँ अलिकति घिउ धेरै हाल्नुपर्छ, अनि त्यही भएर मैले घिउ चाहिँ अलिक धेरै हालेको छु। हेर्नुहोस् गाइस, यो घरमै बनाएको घिउ हो। हामी यसको रेसिपी पनि हजुरसँग सेयर गर्छु, हामी घरमा कसरी घिउ बनाउँछौँ है। बेसन हेर्नुहोस्, अनि हामी चाहिँ पतञ्जलिकै बेसन युज गर्छौँ। एकदमै राम्रो ब्रान्ड छ यो। अब चाहिँ हामी बेसन भुट्दैछौँ। यसलाई पनि हल्का ब्राउन हुँदासम्म नै भुट्ने हो गाइस हामीले। एकदम राम्रो बेसनको लड्डु बन्छन्। अब बेसन अनि सुजीको मिक्स लड्डु। गाइस, यसमा चाहिँ मैले अझ घिउ थपेँ। यो अलिक गिलो गिलो टाइपको हुनुपर्छ यो मटेरियल हाम्रो, यो बेसन। हामीले चाहिँ यो मजाले हेर्नु कस्तो बनायौँ यो बेसनलाई, मजाले राम्रो हुन्छ यो बेसनको रङ। हेर्नुहोस् त गाइस, वाउ। अब चाहिँ आज हामी चाहिँ सुजी, बेसन, नारियलको लड्डु बनाउने। गाइस, यो हेर्नुहोस् कस्तो कलर आयो, कति राम्रो ब्राउन कलरको भयो है। अब हामी चाहिँ यसलाई हाम्रो मटेरियलमा चाहिँ मिक्स गर्छौँ। गाइस, यसमा चाहिँ हामी यो सबै मटेरियल एकै ठाउँमा मिक्स गरिरहेको छौँ। मटेरियललाई चाहिँ हामी एकदम मजाले मिक्स गर्ने अनि लड्डु बनाउने। गाइस, यो इलाइची चाहिँ मजाले हामीले यसमा कुटिरहेको छौँ। यसमा चाहिँ हल्का सुगन्धको लागि हामीले इलाइची हालिरहेको छौँ। हजुरले यसमा मजाले ड्राई फ्रुट्स पनि हाल्न पाउनुहुन्छ। हामीले चाहिँ ड्राई फ्रुट्स हालेको छैनौँ गाइस। हामीले चाहिँ सुजी अनि बेसन अनि नरियल हालेर बनाउन लाग्छौँ। यो चाहिँ हाम्रो घरमा चाहिँ यस्तै यस्तै लड्डुहरू चाहिँ डेली मङ्गलबारको दिन बन्छन्। गाइस, आजको हाम्रो नास्तामा चाहिँ साबुदानाको खिचडी। साबुदाना खिचडी को खानुहुन्छ कमेन्ट गर्नु होला है। हामी चाहिँ साबुदाना खिचडी बनाएर खान्छौँ। लड्डुहरू बन्दैछन्। हेर्नुहोस्, हामीले चाहिँ 21वटा चाहिँ लड्डु चाहिँ गणपति बप्पालाई चढाउनेको लागि बनाउँछौँ, अनि अरू चाहिँ हाम्रो कालुको लागि। गाइस, यसलाई चाहिँ तातै यस्तो गोलो गोलो बनाउने हो। तातै हुन्छ, हल्का हात पोल्न सकिन्छ। यसरी 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 दबाएर मजाले लड्डु बनाउने। आफ्नो बच्चा-बच्चीलाई चाहिँ हजुरले घर होममेड लड्डु खिलाउन सक्नुहुन्छ गाइस। एकदम मजाको छ। हजुरले यसमा ड्राई फ्रुट्स हाल्ने भए पनि अलिक मसिनो गरेर किसेर हाल्नु होला, न त ड्राई फ्रुट्सले फुट्ने डर हुन्छ है लड्डु। गाइस, लड्डु रेडी छन्। अब चाहिँ यी सबै लड्डु चाहिँ हामी भोग लगाउँछौँ। 21वटा लड्डुको भोग। हजुरहरूलाई यस्तै रेसिपी चाहियो भनेपछि मेरो च्यानललाई लाइक सब्सक्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला प्लिज गाइस। अनि मलाई सल्लाह सुझाव पनि दिनुहोला, मैले कस्तो टाइपको ब्लग बनाउनु पर्यो, अनि चाहिँ के अरे हजुरहरूले मलाई चाहिँ मैले कस्तो ब्लग बनाउनु पर्यो, मेरोमा के सुधार आउनु पर्यो, प्लिज लाइक गरेर कमेन्ट गरेर भन्नुहोला गाइस। थ्याङ्क यू।